नमस्ते वेलकम ब्याक टु माई च्यानल र हामीहरू चाहिँ जान लागेको बारीमा साग रोप्नको लागि घाम पनि यस्तो साह्रो छ नि घाम अनि मम्मी चाहिँ आउनुभएको छैन आउनुहुन्छ है अनि यो चाहिँ हाम्रो सिपाही क्याम्प हो राम्रो छ अहिले बनाउँदैछ कहिले आएर बस्नु त चाहिँ थाहा छैन तै पनि बनाउँदैछ हैन म चाहिँ मार्गी लाग्यो मेरो सोरे अर्कै भइरहेछ के भन्नुभयो कहाँ खुट्टा घिस्याएको मैले खुट्टा घुसा घिस्याएको होइन हौ तपाईँ चाहिँ के साह्रो छिटो हिँड्नु भएको भरे म युट्युबमा हालिदिन्छु बाबाले त्यही भएर पट्याउनु भएको क्या तपाईँलाई समझ रहे हो ना यसो गर्दाखेरि नि त भरे म युट्युबमा हालिदिन्छु नि त त्यसो हेर्ने त झूठ बोल रहा है उमाले चाहिँ सनफ्लावर गार्डन छ ऊबाट चाहिँ सनफ्लावर गार्डन देख्नु आमा तपाईले देख्नु बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुंह खोलने की सनफ्लावर आई झन् लडिनु टिभी राखेको है कति राम्रो छ हौ नि हाय 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 मुलाहरू सबै रोपिसकेर चाहिँ मुलाको ड्याङहरू चाहिँ हैन मुला पनि रोपेको ड्याङहरू सबै बनाइसकेर चाहिँ अहिले म खोलामा आएको छु यस्तो राम्रो छ नि खोलोहरू के भन्नु तपाईलाई म तपाईहरुलाई देखाउँछु एकछिन पर्खिनु है हेर्नु नि यहाँ खोलोहरू यस्तो राम्रो छ कि उ माथि चाहिँ दनी छ हैन उ माथि चाहिँ द छ यता पनि दनी छ यता चाहिँ अलिक दहरू छैन त्यही कारणले चाहिँ म चाहिँ यहाँको डर लाग्छ मलाई चाहिँ साह्रो द हुँदैछ साह्रो डर लाग्छ हेर्नु कस्तो हरियो छ नि त तर मजा देखिन ल यी देख्नु हुँदैछ ल हरियो हरियो हैन अनि यस्तो हुँदै छ कति मजा छ कि यहाँनिर चाहिँ नुहाउन ओर्न चाहिँ मलाई चाहिँ मजा लाग्छ पौडी खेल्न चाहिँ आउँदैन है गाइस नम्बर 1 चाहिँ मलाई पौडी खेल्न चाहिँ आउँदैन र म यो खोलो चाहिँ साह्रो राम्रो लाग्यो नि त मतलब नुहाउन ओर्न चाहिँ मजा हुन्छ यसमा हैन अनि हेर्नु न पिकनिकहरू खाँदा पनि हुन्छ यो जग्गामा चाहिँ यस्तोमा थियो नि त हैन पिकनिकहरू खाँदाबाट चाहिँ मजा हुन्छ राम्रो छ कि जग्गाहरू चाहिँ अहिलेको लागि चाहिँ गाइस म तपाईहरुलाई सबै थोक देखाइसकेँ र अहिलेको लागि चाहिँ यति नै र मेरो भिडियो हेरेर कस्तो लाग्छ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला यति नै बाइ गाइस